हेलो साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा आर्यन भ्याट्समा। आज म यस भिडियोमा थुक्पा कसरी बनाउने छिटो र मिठो सिकाउन गइरहेको छु। सो यो फुल भिडियो हेरिदिनु होला र लाइक र सब्स्क्राइब गरिदिनु होला। लेट्स स्टार्ट। म किचनमा आइसकेको छु र म कुकरमा पानी बसालेको छु। मसँग ठुलो भाँडा नभएको कारणले गर्दा म कुकरमै बसालेको छु अनि यतापट्टि ग्यासमा बाल्दैछु। ग्यास बालिसकेँ अनि त्यसपछि त्यसमा आलु र चना हालेको छु। तपाईलाई मटर मात्रै मनपर्छ भने मटर मात्रै हाल्नु। म सबै कुरा मिक्स हालेको छु। यतापट्टि बसालेर अब म यसलाई सिटी लाउन एकछिन छोडिदिन्छु अनि यसको एक सिटीसम्म हेर्नुपर्छ अब पाकुन्जेल। अनि यतापट्टि म पानी बसालेको हेर्दैछु, पानी पनि बोइल भइसक्यो। अब म यो आमा नुडल्स हाल्दैछु। आमा नुडल्स मिठो हुन्छ, त्यही भएर यो नै युज गर्नु होला र अलिअलि हलाउँदै यसलाई त्यो गर्नुपर्छ हलाउने। अनि त्यसपछि म अर्को प्याकेट पनि हाल्छु अब। अनि अर्को प्याकेट पनि हालेँ अनि अलिअलि बिस्तारै बिस्तारै चलाउँदैछु। अनि बिस्तारै बिस्तारै चलाइसकेपछि अब छोपिदिन्छु एकछिन अनि अलिकति बोइल भयो तबसम्म यतापट्टि म रेडी गर्दैछु। प्याज काटिसकेको छु, टमाटर काटिसकेको छु, सोयाबिन राखेको छु, मसला पनि पिनेको छु अनि चिकन पनि राखेको छु फ्राई गर्नलाई। यता सिटी पनि लागिसक्यो अनि त्यसपछि उता नुडल्स पनि हेरेँ, अब बोइल हुन लागेको छ। अब एकछिनपछि पाक्छ। छुएर हेर्नुपर्छ अलिकति पाकेको छ कि छैन भनेर। पाकिसक्यो अब मेरो यो नुडल्स। अनि यतापट्टि अब म कराई बसाल्दैछु अनि त्यसपछि यता बसालेर उता पखाल्न जाँदैछु। अब यो पखाल्छु, एकपल्ट दुईपल्ट पखाल्नुपर्छ, धेरै पखाल्नु पर्दैन। अनि यसलाई छानिरहेको छु, त्यो लिएर तातो थियो नि त त्यही भएर अनि पखालिरहेको छु। अनि अब पखालिसकेपछि यता आउँदाखेरि कराई पनि तातिसकेको छ, तेल हालेँ अनि सोयाबिन फ्राई गर्दैछु। अनि सोयाबिन फ्राई गर्छु, जसलाई सोयाबिन मनपर्छ उसले हाल्छ, नत्र नमन पर्नेहरूले हाल्दैन। अनि म चिकन पनि यता फ्राई गर्दैछु किनभने मलाई चिकन मनपर्छ अनि डिप फ्राई गर्नुपर्छ यसलाई, त्यही भएर एकछिन छोड्नुपर्छ। त्यति बेलासम्म यता म चाना निकाल्दैछु अनि चाना निकाल्दैछु अनि आलु पनि अब छिल्दैछु। दुइटै रेडी गर्नु पर्यो नि त सबै कुरा, त्यही भएर छिटो छिटो रेडी गर्दैछु म। यता मासु पनि एकपल्ट फ्राई भइसक्यो, अर्कोपल्ट हालिसकेको छु कराईमा। अनि आफूलाई जति जे मनपर्छ त्यो पनि हाल्न मिल्छ। यता मेरो फ्राई भइसक्यो, यता म मेथी हालेँ अनि मेथी कालो हुन्जेलसम्म हेर्नुपर्छ। कालो भइसक्यो अनि म प्याज हालेँ। प्याज हालिसकेपछि भुट्छु एकछिन, म प्याज हाल्दै छु अहिले भर्खर। अनि हालिसकेँ, यता योहरू रेडी गरिसकेँ म। यतापट्टि चाना छ, यतापट्टि आलु अनि यता प्याज फ्राई गर्दैछु। प्याज यत्तिको फ्राई भइसकेपछि टमाटर हाल्छु अनि टमाटरलाई पनि एकछिन चलाउँछु। अनि चलाएपछि पुरै चलाउनुपर्छ पुरै। अनि बेसार हालेँ, आफूलाई जति मनपर्छ त्यति हाल्नुपर्छ ठिक्कको। अनि नुन पनि हालिदिइसकेँ, म नुन हालेँ। आफूलाई जति मनपर्छ स्वादअनुसार नुन पनि हाल्नुपर्छ। अनि म धेरैजना भएको कारण अलिकति धेरै नै पकाइरहेको छु। टमाटर र प्याज अलिक धेरै हाल्नुपर्छ। यति म अजिना हालेँ। अजिना हालिसकेपछि चलाउँछु अब म। अनि चलाएँ, पुरै मिक्स गरेँ, पुरै मिक्स यसलाई गर्नुपर्छ, पुरै मिक्स हुन्छ। अनि त्यसपछि भइसक्यो अनि म पिनेको थिएँ मसला अनि मसला हालेँ अनि अब चलाउँछु, मसला पाकुन्जेलसम्म चलाउँदैछु। अनि अब म चाना हाल्छु, मिक्स मलाई मिक्स मनपर्छ नि त त्यही भएर मिक्स हालेको छु। तपाईँहरूलाई मटर मात्रै मनपर्छ भने मटर मात्रै हाल्न सक्नुहुन्छ। अनि अब यो एकछिन भुट्छु फ्राई हुन्जेलसम्म। अनि त्यसपछि आलु हाल्छु, अब आलु हाल्दैछु। उता फ्राई भइसक्यो, आलु पनि म हालिसकेँ, हेर्न सक्नुहुन्छ। अनि म चलाउँदैछु अनि एकछिन भुट्छु। अनि त्यसपछि खोर्सानीको धुलो हालेँ, धुलो खोर्सानी अनि धुलो मसला पनि हालेँ, जिरा धनियाँको धुलो
अनि अब भुटिसकेँ। अब पानी झोल हाल्दैछु। आफूलाई जति मनपर्छ त्यति झोल हाल्नुपर्छ। झोल हालिसकेपछि मिट मसला उम्लिसकेपछि मात्रै मिट मसला हाल्नु होला। र हालिसकेँ म। अनि आफूलाई मन परे जति हाल्नु, म 1 प्याकेट नै हालिदिएँ। अनि त्यसपछि बोइल भइसक्यो, उम्लिसक्यो। यत्तिको उम्लिसकेपछि अनि मात्रै हुन्छ है। पुरा राम्ररी बोइल गर्नुपर्छ। अनि तरकारी पकाउनुहुन्छ नि त्यसरी नै पकाउनुपर्छ, तर झोल योमा धेरै हाल्नुपर्छ अनि झोल मिठो हुन्छ। झोलसँग खाँदा यता यो रेडी भइसक्यो। हरियो खोर्सानी अनि प्याज काटेर राखेको छु। निम्बु पनि कागती हो अनि रेडी गर्दैछु कचौरामा। म 4 जना छु, त्यही भएर 4वटा भाँडामा हाल्न जाँदैछु। अनि 4टैमा हाल्दैछु। पहिला थुक्पा हालिसकेपछि अब म झोल हाल्दैछु। यत्तिको झोल बनाउनुपर्छ। अनि झोल हाले आफूलाई कति मनपर्छ त्यो अनुसार झोल लिनु। हामीलाई त झोलै धेरै मनपर्छ, त्यही भएर झोल धेरै हाल्छु सबैमा। अब 4 जना छु, सानो सानो नानीहरू पनि छ। 3 जना ठुलो मान्छे अनि 1 जना सानो मान्छे छ। अनि झोल हालिसकेँ। अनि अब त्यसपछि म अब प्याज हाल्दैछु। सबैको बटुकामा प्याज हाल्दैछु। अनि प्याज हालिसकेपछि अब खोर्सानी हाल्छु। प्याज हाल्दैछु बिस्तारै बिस्तारै। अनि खोर्सानी पनि हालिसकेँ। अब खोर्सानी पनि आफूलाई जति मनपर्छ त्यति मात्रै हाल्न सक्नुहुन्छ। अनि सोयाबिन हालिदिँदैछु। सानो सानो नानीहरूलाई सोयाबिन मनपर्छ नि त, अनि त्यही भएर सोयाबिन पनि हालेको। अनि एउटा कागती हालिदिएको। सबैलाई कागती त हाल्नै पर्छ अनिवार्य, अनि मात्रै मिठो हुन्छ। अनि चिकन मन पराउनेले चिकन पनि हाल्न सक्नुहुन्छ, नमन पराउनेले नहाल्न सक्नुहुन्छ। अनि सबैजना मेरो रेडी भइसक्यो। म खान जान्छु। बाई बाई।